Hi guys, I'm Harleen. कटफुल बोलिया अनि आज त म हड्डीसँग भेटेको छु यता हाम्रो सेम बखालो होइन दुवैजना कि तिमी मात्र होइन कि म पनि क्या अनि भेटेको छौँ अनि आज एउटा के अरे सरप्राइज भनौँ कि के भनौँ होइन सरप्राइज नै भनौँ मेरो लागि चाहिँ मैले चाहिँ आज कसलाई भेट्दैछु भने The guys, हाम्रो आकाश एडिट हुनुहुन्छ उहाँ चाहिँ आकाश 101 हाई गर्दिनु न कस्तो र सबैजनालाई नमस्ते अनि यता चाहिँ हाम्रो के अरे दबोसको हुनुहुन्छ दबोसको म नामै बिर्से फेरि भन्दिन न भुपु पब्लिक गाई भुपु पब्लिक उहाँ चाहिँ ब्लाइन्डेडको भुपु अरे त्यति धेरै नहेरे ए के अरे दबोसको सरी के अरे म त्यति धेरै नहेर होला म अलिकति कन्फ्युज भइरहेको छु केही छैन गाइस होइन सुरुमा यस्तै हो तर अब हाम्रो किनकि अब पहिलो भेट हो नि त त्यही भएर अलिकति बोल्नलाई कन्भर्सेसनमा अलिकति अप्ठ्यारो भएको हो मलाई चाहिँ केही पनि भएको छैन किनभने म यसै पनि पत्र बोल्छु होइन मलाई त खासै त्यस्तो प्रब्लमै छैन सो मैले धेरै मजाले बोलिरहेको छु यता हड्डी त लास्टै छ हेर्नु हड्डीको आफ्नै तालमा छ होइन मेरो कालु नआएर म मेरो कालु मिस गरिरहेको छु होइन कालुलाई बोलाउँदिन अनि त्यसरी मिस गरिरहेको छु भन्छ मैले गुरु बेबीलाई बोलाएको छु गुरु आउँदैछ है अब के भन्नु छ हाल्छु फाइनली के अरे गुरु र मेरो बेबी फाइनली मेरो बेबी एन्ड दिपलभ आइसकेको छ गुरु तिमी मलाई नभेट्ने तिमी त्यहाँ उभिनी यहाँ ए पोखेला है तिमीले हातले मलाई त भाउजू नमस्ते भन्नु है मुला हेर्न मसँग राम्रोसँग बोल्दा नि बोल्दैन आएर बित्तिकै बेबी सबै भन्नु होइन बेबी नभने पनि ठिक छ होइन डल्लु भन्नु केही पनि भन्दैन कि गराहा यार के भन्नु यसलाई अब वहाँ पर बसेको छ हेर्नु त गाइस त्यो त अति छ म यो सब के हो तिमीहरुको जस्ट हेलो मात्रै के हो यस्तो कपाल भएर हेलो यसो हक हुन्छ यसो चुप्पा सुप्पा हुन्छ हाम्रो यता आकाशले भिडियो बनाउँदै हुनुहुन्छ अनि यता हाम्रो साथीहरु हुनुहुन्छ कसैले पनि माया गर्ने जान्दैन नि आएर बल्ल सबैजना साथीहरूलाई भेट्दैछौँ अब चाहिँ बसेर रमाइलो गर्छौँ अनि सबैजना साथीले हेर्दै गर्नु होला ल यता सर्ट न के हो गुरु त्यहाँ छोड त दिपलभ ए होइन ठिक छ बिचरा उता भिडियो बनाइराखेको छ फेरि होइन अब हड्डी धेरै बोल्छ कि कतिखेर के बोल्छ भने पनि थाहा हुँदैन होइन अब उतातिर बस्दैछ भिडियो सिडियो बनाउँदैछ अब यतातिर दिइहाल्छु मैले चिन्ता नगर्नु मसँग आउँदा नि नजाउँ पनि म बोलाउँदिनँ नआउने रे मसँग म बोल्दिनँ अब ल हाम्रो रामजीको चाहिँ सुट बुट लगाएर एन्ट्री भएको छ होइन सायद रामजीले आज सोइक छ आजै इन्गेज हानिदिनुहुन्छ जस्तो छ हेलो रामजी आज के हो सोइक छ आजै इन्गेज हानिदिनु है क्या हो ड्रेस सब त त्यस्तै छ गङ्गटा रे ए जन्ती त हामी छँदैछौँ तपाईँ चिन्ता नगर्नु है रामजी तपाईँले लाने हो मात्रै भन्नु है कति धेरै नाटक गरेको भन्नु त गाइस बल्ल बल्ल आए माया गरेको मान्छे आइज भन्नुपर्छ सँगै बस्नु होइन यो हड्डीले कहिले काहीँ सही नै कुरा गर्छ कपाललाई टाइम दिनुपर्छ है यहाँनिर अनि अब के छ रामजी सोइक्षा पनि आइसक्यो तपाईँ त सुट बुटमा आउनु भएको छ इन्गेज गर्ने तरिकाले होइन के हो यो कुरा मैले बुझ्नै सकिनँ कुरा के चल्दैछ भन्ने कुरा होइन राम्रो स्वेक छ उता सर भने के सर न तिमीहरु यार भने मान न सर न भनेको मान नि एटलिस्ट हड्डीले भनेको कुरा सिंगल्सहरु उता हेर्छौं कि हामी एटलिस्ट हड्डीले भनेको कुरा त मान यार तिम्रो नाच्दै छौ यार तिम्रो त खत्तमै छौ
अब एक खप्पट जता गए पनि ठक्करै ठक्कर भनेको यही नै होला एकछिन भेट्न आएको त्यही पनि यहाँ श्रुतिसँग चेप्केर बसिरहेछ यो म नसक्ने भए गाइस गुरुलाई सुधार्छु कि भनेको म आफै बिग्रेला जस्तो भइसक्यो तिमीलाई गुरु अलिकति पनि तिमीलाई डर लाग्दैन मेरो अगाडि डर सबै तिमी हो नि मलाई मसँग धेरै नजिस्के अब मलाई रिस उठ्न थालिसक्यो तँलाई अलिकति लाज लाग्दैन लाज भनेकै मसँग भेट्न आएछ मसँग बस्ने खालि यता र उता कुदै कुदै गर्छ कहिले मुस्कानलाई साइड हान्छ कहिले श्रुतिलाई साइड हान्छ यार तिमीलाई त म कोही पनि हेर्छ म तिमीलाई कहिले पनि भेट्न आउँदिनँ अब मलाई चित्त दुख्छ जाऊ तिमीसँग बोल्दिनँ म आजदेखि तिम्रो मेरो डिभोर्स बुझ्यौ मलाई रिस उठेको छ क्या नगरी खालि डिभोर्स हुन्छ तर यो मान्छेको बोली चाहिँ यति राम्रो छ नि यति क्युट छ नि मान्छे पनि क्युट हो यसले मलाई मरिसके बेला सबैभन्दा क्युट भने गाला हो अरू त्यस्तै हो गाला तिम्रो क्युट छ आँखा त झन् बबाल छ म रिसाएको बेला यसलाई कसरी फकाउनु पर्छ भन्ने कुरा थाहा छ होइन मेरो तारिफ गर्दै सक्यो अब म तारिफ गरेपछि म फकिनेवालामा छुइनँ ओ माई गॉड क्युटी क्युटी कता हिँडेको हो बिजुली बालेर हात भएर यो लाइफमा कहिले सिरियस हुन्छ होला सिरियस कहिले हुन्छ होला यति इरिटेट बनाउँछ के भनौँ तिमीलाई होइन कस्तो मलाई तपाईँ भन्न मन लाग्छ होइन तर तिमी यस्तो छौ कि होइन तिमी पनि घरिघरि निस्किँदैन क्या तनै निस्किन्छ यार कमेन्ट आइरहेको थियो तँ किन भनिस् भनेको अनि बान्ने यस्तो छ त सबैसँग जान्छ अनि तनै भन्न मन लाग्छ क्या मलाई तपाईँ भन्न मन लाग्छ होइन तर यसलाई इज्जत गर्ने खालको बेहोरै देखाउँदैन क्या खालि कुन चाहिँ केटीसँग टाँसिन मात्रै जान्छ के इज्जत गर्ने जा तँसँग नि बोल्दैन त भनिस् मैले मात्रै हो त भन्ने मलाई त भन्नु भएन कसैले के यति गुरु सुध्रिने दिन कहिले भन त मुस्कान हेर त म नसकुम्ला जस्तो भइसक्यो तिमी मसँग धेरै नखोज है गुरु म अघि म तिमीसँग पठाएर चाहिँ तिमीले मलाई भगाउने तिमीलाई त हेट्यु तिमीसँग म बोल्दिनँ गाइस फाइनली हाम्रो यहाँनिर खाजा पनि आइसक्यो मोमोसम्म के हजुर ए लिभ यार तिमीलाई म ज्यानै दिन तयार छु नि मेरो सुइक्षा बेबी होइन मेरो फेरि ज्यानै दिने मानिसक्यो तिम्रो लागि मात्रै ल फेरि तर होइन साथीहरू आज यति धेरै के भनौँ धेरै दिन त होइन होला भर्खरै निस्क्या मजा आइरहेको छ सबैजनाहरूलाई भेटेर हड्डी सड्डी र भैँसी म जस्तै बफ्यालोहरूसँग भेटेर लास्टै मजा आइरहेको छ अर्ना होइन म भनेको जिरो फिगर भन्नु त मिल्दैन केही छैन यो हड्डीले मलाई कति धेरै भन्नु न यस्तो पनि साथीहरू यो साथीको नाम यिनीहरू कति बाजेको भगवान् यिनीहरूको त घरै मिल्दैन है केही छैन म पनि खान्छु है अनि खाएपछि खाएको त के देखाउनु फेरि मलाई पेट दुख्यो भने खाना नपाएका तिमीहरू खाओ सबै खाओ खाना जन्मेकाहरू खाऊ यो खानु नपाएको अर्को यहाँ आएछ फेरि दाजु तिमीहरू के बोलेको भने कस्तो यिनीहरू त कामै छैन यार थपक्क खाऊ न तिमीहरू कति हल्ला गरेको है खाने बेला पनि यति धेरै जस्तो क्या लगभग अब चाहिँ हामी सबैजना निस्किने तयारीमा छौँ अब निस्किने दुईजनाकै टक्कर भइरहेछ अब जानुपर्छ होइन भेटघाट भयो एकदमै रमाइलो लाग्यो होइन एक्सपेक्टेसन भर्सेस रियालिटी होइन कस्तो त्यस्तो भन्न खोजेको झन् धेरै एकदमै रमाइलो लाग्यो भन्न खोजेको क्या तपाईँ त कस्तो क्या छ्या मेरो कुरै नबुझ्दिने हेर नि त साथीहरू रामजीले आज हेर इन्गेज गर्ने भनेर आएको कोर्टको बेजत भयो यहाँनिर यतिसम्मको तपाईँ के भन्ने तपाईँलाई त खत्तम मान्छे हेर सोइक्षा कस्तो एक्साइटेड भएको थियो इन्गेज गर्ने भनेर होइन अब के गर्यो रामजीको कस्तो बनाएको हो यो शब्द त बासन आउनु पर्यो त रामको सामु होइन छेउमा आएर म त्यस्तो बोलेको होइन के तपाईँहरूलाई सबैले
भन्छ नि त त्यही भएर भने हो कि रामजी लास्टै खत्तम कि मेरो कुरै नबुझ्दिने कि एकदमै लास्टै अनि धेरै नबुझ्ने मेरो कुराहरू जाने बेला भयो होइन अब हामी इन्जोय गर्यौँ होइन आज जेस हरिन्जेस तपाईँले यस्तो इच्छामा खुसी त बनाउनु भयो नि म सबैलाई खुसी बनाउँछु होइन सबैलाई अरे म कसैले रुवाउँदिनँ क्या म कसैले रुवाउँदिनँ सबलाई खुसी बनाउँछु यतिको चाहिँ हुनु पर्यो इन्जोय भयो है टप मोडललाई कहिले पनि दुःख नदिनु है हजुर ल ल ल रुक फाइनली हामी चाहिँ सबैजनासँग भेटेर निस्क्यौँ अब हस् नमस्ते हाम्रो आकाश दाइ चाहिँ जाँदै हुन्छ है रामजी राम्रोसँग जानु है स्वेच्छा धोका नदिनु है यस्तो बेला बेलामा कल गरेर लग्नु सब ए ल ढिला भइसक्यो गयौँ ल बाई बाई आकाश मलाई तपाईँसँग भेटेर खुसी मिल्यो है ल बाई नेक्स्ट टाइम भेट्नुपर्छ खुसी लाग्यो नेक्स्ट टाइम भेट्नुपर्छ नाइस टु मिट यु हुन्छ कुनै दिन अब मजा लाग्यो गुरु बाई बाई